वेलकम टु गाउँ आइपुगे गाउँको बाटो आउँदा आउँदा पानी पर्यो गाडी चढ्न सकेन एकदम लास्ट गाह्रो बाटो गाउँ भित्र चाहिँ अब अलिकति गाउँ आइसकेको छ एक्सपिरियन्स चाहिँ खतरा भयो ऱ्याम्बो निस्किन्छ गाइस ऱ्याम्बोको भिडियो आउनु हो ढोका पुरा बन्द केहीको टेन्सन नगर्नु त हो अब पार्टु वाला भन्छ नि पार्टु केही हो कति लास होला इन्डियनहरु बाइकमा त्यो हामी मुक्तिनाथ जाँदाखेरि एउटा दुईजना बाइकरको हात काट्दै थियो कसरी ब्लड निस्केको थियो कसरी ब्लड निस्केको थियो यहाँबाट यहाँसम्म काठमाडौँबाट थाहै भयो सिधो नआउने बाटोमा इन्डियन गाडी च्याप्चा छ पुलिसले पानी कस्तो खतर हामी गाउँ आउँदा आउँदा पानी पर्यो तयार हुनु पऱ्यो जुत्ता सुत्ता लाएर त्यत्तिकै बस्नु मम्मी नि फेरि हुनु गाडीमै मेकअप गर्नु मम्मीले त हेलो अब होइन माथिको त पुरै पिच छ फेरि यस्तै हेलो पिच छ कि नेट छैन एकदम बिस्तारै गएर जानु बल्ल पिच बाटो आहा उहाँ के गरे भन्नु भएको नि पानी पर्यो भने अलिक शीतल हुन्छ गाउँमा साथी पर्यो साइला मामाको पहिला बुढीको घर यतै ल मामा कहाँ गइरहेछ मलाई तेजन कहाँ त उही बनाउनु चिसो पनि आएको बनाउनु Tapi gue nunggu alay deh. Dulu kamu. Karena dunga sih. Ayo. Nada, bisa aja jadi subscriber kamu nggak boleh lagi. Subscriber tuh kamu boleh. यो भिडियोमा गाउँमा गएर हाल्छु यो भिडियो यहाँ पार्ट 1 मा गएर हाल्छु गाउँमै पार्ट 2 पनि गाउँ गएर हाल्छु तरबाद रामनगरको पुरै मान्छेले आमा बना त्यस्तो ठाउँमा आइगिरहेको छैन किन कसो बनाले भन्छ गाउँ यहाँ त्यसको बारे यो गाडी यहाँ अब घुम्नु पर्छ हजुर हेर्नु दाइ हेर्नु एकचोटि सुन्दैन
तेल लगाइदिनु के त्यहाँ लगाइदिनु पर्छ क्या मोबाइल भिडियो बन्दै जान्छ हो अघि गर्नुपर्छ नि उसले राखिदिने हुन्थ्यो त्यो क्या हो क्यामेरा होल्डिङ लागि छोया उमा आहा त क्या खतरा लगाएछ गाडी देखाउनु रेड टेबल राख मतलब त्यो सङ्केत हो मम्मी कबल बोल्ने नराम्रो गाडी लगाएछ लिपस्टिक लाउने गर्दैन है गरेर लाने हुन्छ लाउन लिपस्टिक त लाउनु के लाउनु भन्छ के हो यो बाटो फेरि पहिरो आएको त होला वा के हावा हावा उडाइदिन्छ मोबाइल धरि आवाज सुन्नु त बाबा कस्तो अब यो बाटो जान्छ उकालो आहा हावा नमनको न हावा त्यो भने मेरो पन्टेन निस्किँदा अहिले घाम आयो उतापट्टि त घाम आवाज सुन्नुभयो गाइड राजु ससुराले आयो आवाज रेकर्ड हो कुन अरे सान्वीको मामा घर पनि आउन होला यही हो यही हो यो हो यो यही हो यो दोकान हो यो हैन उता गइसक्यो ससुराली चाहिँ एउटा न एउटा हेर्नु अब ए सबभन्दा यता आएको त्यो दोकानमा गर्थ्यो नि त्यही हो होइन कि मम्मीले त सानो अगाडि त्यो त होइन हेर्नु पाउँछ यहीँ होटल गाउँहरू आयो हलब्याक गरेन खासै यहाँ त आउने दिन नदिएको रहेछ